गाइस वेलकम टु माई ब्लग म्यान। आज हामी डट टेम्पलमा टाइम एट्याकमा जानेछु गाइस होइन। रेडवुड टाइम एट्याक गाइस। अब सबैलाई मिटअप गर्दैछु गाइस। किप अन लभ एन्ड सब। अब आज के हुन्छ, आज त दामी हुन्छ गाइस होइन। अब भित्र के हुन्छ ल, चिकेट आउट ल। वान लभ पिस ब्लग म्यान। सन्चै हुनुहुन्छ? नाइस टु मिट यु। Nice to meet you, man. Thank you so much. इन्ट्रोड्युस योरसेल्फ। Hello, myself Suraj S. हजुर। म चाहिँ अलिअलि बाइकहरू मन पराउँछु। म तपाईँको हेरिरहेको हुन्छ कन्टेन्टहरू राम्रो लाग्यो। थ्याङ्क यू सो Yes, मच। support. तपाईँ पनि मैले हेरिरहेको हुन्छु। Yes. सबैजनाले चाहिँ माया गरिदिनु होला यस मलाई। यस ओके थ्याङ्क यू। के छ हल्का पर एकदम ठिक छ। तपाईँको अस्ति म चाहिँ देशमा त भक्त राम्रो लाग्यो। हो सब्सक्राइब पनि गरिसक्यो। सब्सक्राइब गरिदिनु, लाइक गरिदिनु। के भन्ने अरू? यस यस गर्दाले सब्सक्राइब गरिदिनु, त्यही पनि थ्याङ्क यू नेबर सिस्टर इन हाउस। के छ हल्का पर ल बेस लकै ल हाम्रो सुरक्षा। सन्चै हुनुहुन्छ? ल सब्सक्राइब माई युट्युब च्यानल। अनि बहिनीहरूलाई पनि सबैलाई धेरै सपोर्ट। Thank you so much. हजुरको युट्युबमा फिचर हुन पायौँ हामी सबैजना। थ्याङ्क यू। ल पनि भाइरल हुन्छ होला। ल ओके वेलकम टु माई ब्लग म्यान। थ्याङ्क यू तिमीलाई चाहिँ एकदम थ्याङ्क यू भन्न चाहन्छु किनकि तिमी चाहिँ हरेक मोटर स्पोर्ट्सको इभेन्टमा चाहिँ Yes. सामेल हुन आएको छ होइन। Yes, त्यसमा एकदम खुसी लाग्छ। Thank you, दाइ। कसरी सकिन्छ आफ्नो हिसाबले प्रमोट गर्न खोजिरहेको छ। हजुर। आफूलाई तिमी धेरै ध्यान नदिए पनि मोटर स्पोर्ट्सलाई धेरै ध्यान दिन्छ। त्यो नै मलाई खुसी लाग्छ। थ्याङ्क यू दाइ। आज हाम्रो कुदिरहेको बाइक के हो थाहा छ त? देखाउनुहोस् तपाईँ यहाँ जुमा जुमा थाहा छ नि यो बाइकको बारेमा होइन? त्यसमा चाहिँ अर्को कुन छ अरे? जुमा एमुजा एमोजा नो एमोजा No. जुमा ओन्ली जुमा 250cc। ए हजुर। त्यसमा चाहिँ हाम्रो एसेट छ, K7 छ, K5 छ हजुर होइन। हजुर नयाँ बाइकहरू पनि आउनेछ। यसरी कुन्छ हाम्रो बाइक। त्यसपछि अर्को छ हाम्रो हिरो एक्सपल्स। यो पनि नामै हिरो, बाइक पनि हिरो हजुर होइन। यो भ्लग पनि हिरो। हजुर थ्याङ्क यू। वेलकम ओके गाइस आई मिट माई ब्रो। हेलो दा, के छ सब ठिक छ। वेलकम टु डिडी टाइम अट्याक तपाईँलाई। यस ओके रेडबुलले कौन सा गाडी छ? रेडबुल प्रेजेन्ट्स डिडी टाइम अट्याक यस पावर्ड बाई लिक्वी मोली। हाम्रो रेसिङ पार्टनर हिरो अनि एक्सपल्स हिरो एन्ड जुमाप छ। अलिअलि एडिटमा मिलिहाल्छ, नमिले पनि ठिक छ। कहिले कहिले यसो जिब्रो हल्लिहाल्छ। ल ठिक छ। हाम्रो बोलले लास्ट सपोर्ट छ, माया छ केरा पाउ कसले भेट्छ के वन्स फर लभ। सबजना गएर सब्सक्राइब। यस भेट्यो। हेलो आज बटालियन हाम्रो अरविन्द यहाँ बटालियन। आजको ल बेस्ट लोग आजको के हो इभेन्ट? आज चाहिँ हाम्रो यहाँ रेडबुल टाइम एट्याक भनेर चाहिँ हाम्रो छ डट टेम्पलमा। Yes. हामी चाहिँ यहाँ पार्टिसिपेन्ट हुन आएको छौँ। अरविन्द ब्रो 200मा, यस म चाहिँ 250मा। अनि तिमी भन्दै अब अब हामीहरू आफ्नो बेस्ट दिनेछौँ। या लेट्स सी। हामीहरू अहिले बोलेर भन्दा नि गरेर देखाउनेमा यस एक्ज्याक्ट। ल ब्रो बिलिभ गर्छौँ। ल ब्रो अल द बेस्ट। ल बेस्ट ल लोग हाम्रो सधैँको ल आउनु। उहाँ चाहिँ हाम्रो सधैँको सपोर्टर। एभ्री रेसमा चाहिँ उहाँ पुग्नु भएको हुन्छ। Yes, जहाँ पनि सायद यहाँ नेपालभरिको रेसभरि उहाँ चाहिँ जहिले पुग्नुहुन्छ। या सो उहाँलाई चाहिँ एकदमै थ्याङ्क यू भन्न चाहन्छु। उहाँ चाहिँ एकदमै राम्रो मान्छे हुनुहुन्छ। सबजना सब्सक्राइब गरिदिनु त साथीहरू। ल लभ यु गाइज। धेरै धेरै माया। पानी पर्यो अवस्था गाइस। सबैलाई भोकल पानी पर्यो अवस्था।
जुरेखेलमा असिना झऱ्यो गाइस यो केरा हो असिना झऱ्यो गाइस डटे मलमा गाइस यस केरा हो माई भगम्यान आज पानी पर्यो अवस्था के भन्नुहोस् न यस्तै हो यसमा पानी पर्यो अवस्थामा आज इभेन्ट क्यान्सल हुन्छ कि हुँदैन थाहा छैन यहाँ डरप पानी परेछ यहाँ ठुलो गर्दैछ म्याच गर्दैछ 9 दिनसम्म अब के हुन्छ अब यता पानी गर्छ यहाँ धेरै पानी पर्यो अवस्था यस्तो छ यस्तो गाइस यस्तै हो पानी पर्यो अवस्था इभेन्टमा पानी परेर अब घर जानु इभेन्ट पानी परेर हामी निस्किहाल्यो हाम्रो गोललाई भेट्यो दाइसँग भेट्यो लकर दाइ यस यस इभेन्ट चाहिँ भएन तर दाइसँग भेट्यो तपाईँले गर्नुभयो ल पछि भेटघाट गर्नु पर्यो अब घर फर्किने अब घर जाने त्यही हो अब फेरि भेट्नुपर्छ है ल